मीना सिंह समाजसेवी मीना सिंहको लागि चाहिँ स्ट्याटस लेखेकै भरमा प्रहरीले पक्राउ पुर्जी यो अब उहाँहरूले त्यही हो। आखिरीमा कुरा कहाँ पुग्छ मेरो हर्क साम्पाङमा आखिरीमा कुरा त्यही पुग्छ। उहाँले गरिरहँदा मीना सिंह भन्ने एउटा समाजसेवी मान्छे हाम्रो श्रममा थुप्रो ठुलो सहयोग मीना सिंह बहिनीले दिइरहनु भएको छ। हामीलाई थाहा छ, हामीले मनन गरेका छौँ। हरेक कुरो चाहिँ हामीलाई हजुर कसरी हेर्नुहुन्छ हजुर कसरी मूल्याङ्कन गर्नुहुन्छ हजुर कसरी यसलाई अलिकति भनिदिनुहोस् न हजुर। म चाहिँ यो कुरालाई के भन्न चाहन्छु भने हिजो दलका साथीहरूले मेयर हर्क साम्पाङले धरानमा एउटा राम्रो एउटा श्रमको अभ्यास गराइरहनु भएको छ। आम धरानेले गरिरहँदाखेरि श्रमबाट विभिन्न धरानका विभिन्न ठाउँमा विकासहरू तीव्र गतिले अगाडि बढिरहँदाखेरि यहाँका विभिन्न जनतालाई चाहिने संरचनाहरू बनिरहँदाखेरि उहाँहरूलाई एउटा मेयर हर्क साम्पाङबाट दलहरू डराइरहेको अवस्था छ। यहाँ कतै यही स्पिडले मेयर हर्क साम्पाङले अगाडि बढ्यो भने हामी दल सिद्धिने हो कि भनेर उहाँले गरेको मेयर हर्क साम्पाङले गरेको काममा फन्डा निकाल्ने कामहरू उहाँहरूको दैनिक चलिरहन्छ र उहाँहरूले यो सोचिरहनुहुन्छ र जस्तो काम गरे पनि निकालिरहनुहुन्छ। अहिले 6 लाइनको बाटोमा फेरि निकाल्नु थाल्नु भएको छ। यो उहाँहरूले गर्ने नै हो। उहाँहरूले विचारै यो छ। उहाँहरूलाई आफूलाई पनि अनुभूति भइसकेको छ कि हामी अब करिब पब्लिकबाट तला झरिसकेका छौँ। हामीलाई विश्वास गर्न छोडे। हाम्रा गफहरूले गर्दाखेरि पब्लिकले हामीलाई विश्वास गर्न छोडे। हामीले मुख बजायौँ, काम गऱ्यौँ न। त्यस कारणले गर्दा अहिले मेयर हर्क साम्पाङले काम गरेर देखाउनु भयो। उहाँले बोलेको कुराहरू प्रमुख जनताको हितमा गर्नुभयो भन्ने कुरो, समाजको हितमा भन्ने कुरो यहाँहरूलाई लागेको कारणले गर्दाखेरि उहाँहरू डराएको अवस्था छ। अझै पनि मेयरज्यूले हाम्रो धरानको अन्य विभिन्न वडामा यस्तो कामहरू हाम्रो निरन्तन भइरहन्छ र अब अझै पनि उहाँहरूको के छ भने उहाँलाई कसरी चाहिँ अल्झाउने, उहाँलाई कसरी अवरोध गर्ने भन्ने उहाँहरूको नीति, उहाँहरूको सोच बढिरहन्छ र हामीले अगाडि आउने हाम्रो प्रोजेक्टमा, हाम्रो काममा उहाँहरूको बाधा अडचन गर्ने काम भइरहन्छ जहाँसम्म मलाई लाग्छ। भनेपछि हामीले विषयवस्तु सन्दर्भ जोडेका थियौँ चौकीको बारेमा। हजुर चौकीले अहिले निकास पाएको छ। हजुर त्यो चौकी बन्ने भएको छ। हजुर त्यो चौकी बनाउनको लागि मेयर साहबले 10 लाख रुपियाँ पनि हजुर दिनुभएछ। त्यो सुन्यौँ। हजुर एकदम खुसी लाग्यो। जनताहरूले बजाएका छन् ताली आज। हजुर हिजो मेयर साहबले बनाउनु दिनु भएन भनेर त्यहाँका जनताहरू रिसाइरहेको अवस्था थियो होइन। हजुर आज ताली बजाएका छन्। हजुर यो चाहिँ यस्तो पनि भयो। अब त्यहाँ नीति नियमहरू के कति कुराहरू अब नगरको बजेट, प्रदेशको बजेट जहाँबाट बने पनि नगर प्रमुख भएको हिसाबले धरानभित्र जो पनि विकासका कुराहरू हुन्छन् ती कुराहरू चाहिँ नगर प्रमुखलाई इन्फर्मेसन हुनुपर्ने। त्यो नभएको कारणले गर्दाखेरि नगर प्रमुखले रोक्नु भएको हो कि मलाई लाग्छ। तर स्पष्ट म यो कुरामा बुझेको छुइनँ। त्यो कारणले पनि हो कि जस्तो लाग्छ मलाई। तर यो जति पनि अब धरानमा विकासका कुराहरू हुन्छन्, जनताको हितका कुराहरू हुन्छन्, अब नगर प्रमुख भएको हैसियतले प्रदेशबाट या केन्द्रबाट बजेट परे पनि नगर प्रमुखलाई यो कुरोको चाहिँ इन्फर्मेसन हुनु पर्यो। उहाँहरूसँग गएर एउटा सल्लाह सुझाव कसरी के गरौँ भन्ने कुरो चाहिँ प्रदेशले पनि गर्नु पर्यो होला, केन्द्रले पनि गर्नु पर्यो होला। कारण किन मेरो घरको म बाउ भएको कारणले गर्दा मेरो छोराले कसैसँग काम गर्यो भने एकपटक बाउलाई सोध्ने चाहिँ कर्तव्य बन्छ जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि उहाँलाई नसोधेको कारणले पनि गर्दाखेरि पनि त्यो विभिन्न डिपिआरको कुराहरू पनि होला, ती कुराहरू पनि के कस्तो छन् भनेर एकपटक उहाँले नदेखेन आफ्नो प्रदेशको बजेट भनेर आफूले मनमर्जी गरेको हिसाब किताबले पनि यो यस्तो हुनसक्छ मलाई जहाँसम्म लाग्छ। र अहिले त्यो कुरोमा सबैजना अब उपमेयर मेयरज्यूको एउटा राम्रो किसिमको हजुर भयो। त्यो एकदम हामी सबै
धरानी खुसी छौँ सदा यसै भएर यस्तै गरिकन हामी धरानलाई विकासको कुराहरू धरानका विकासका कुराहरूलाई अगाडि बढाउनुपर्छ। म यहाँहरूलाई यो पनि जानकारी गराउन चाहन्छु र यो विकासको कुराहरू गर्दाखेरि सबैभन्दा श्रमदाता यहाँको पब्लिककै ठुलो हात हुन्छ। त्यस कारणले गर्दाखेरि यहाँहरूले अझसम्म हामीले श्रमदाताले कति साथ दिनु हुँदैछ भन्ने कुरो हामीले लेखोजोखो राखेका छौँ र आम धरानेले दिनुपर्छ म भन्छु। यो आम धरानेले दिँदाखेरि हाम्रो धरान बनाउने कुरामा आम धरानेको हात हुनु पर्यो। केही यो जति श्रमदाता जतिमा श्रममा आउँछ त्यतिको मात्रै होइन होला यो धरान। त्यस कारणले गर्दा आम धराने म के भन्न चाहन्छु भने तपाईँहरू पनि आउनुपर्छ, तपाईँहरू पनि सच्चिन्नुपर्छ। तपाईँ हामी एक भएर नै चाहिँ देशको विकास अगाडि बढाउनुपर्छ भन्ने हामीलाई चाहिँ एउटा अगुवाई भएर नगर प्रमुखज्यूले सिकाइरहनु भएको छ। हामीले त्यो कुरामा ध्यान दिएर उहाँलाई साथ दिनुपर्छ, हरेक कुरोमा साथ दिनुपर्छ। यदि नराम्रो कुरा हो भने हामीले पनि उहाँलाई चाहिँ खण्डन गर्नुपर्छ भन्ने म यहाँहरूप्रति हार्दिक अनुरोध पनि गर्न चाहन्छु। जसरी अहिले ती र त्यस्ता खालका समस्याहरू अहिले अगाडि देखा पर्न थालेका छन् होइन। हजुर, 84को सुरुवात हो कि अथवा 84को लागि यो खालको हुन थाल्यो कि भन्ने आकलन शङ्का जनताहरूले गर्न थालेका छन्। तपाईँ त्यो शङ्का गर्न सक्नुहुन्छ? यो यस्तो हो, अब चाहिँ यहाँ धेरै रहेछ चाहिँ अब हामी त्यस्तो राजनीति गरेर चाहिँ ठुलो राजनीतिक विश्लेषण होइन, तर पनि पब्लिकले केही कुरा देखेर विज्ञ जाने पब्लिकले त्योप्रति जानकारी भएको पब्लिकले कुरा गरेको कुराहरू केही हुनसक्छ। म ठ्याक्कै यस्तै चाहिँ हो भन्ने तर पनि जहाँसम्म यो मिसन 84को कुराहरू भइरहँदाखेरि यहाँ आपसमा एउटै दलका साथीहरूको पनि एउटा ठुलो जाने उहाँहरू आपसमा पनि राजनीतिक हुँदो रहेछ। त्यो राजनीतिको जो फन्डा निकालेर अर्कालाई नराम्रो बनाउने र आफू चाहिँ ठ्याक्क आउने एउटा जाने यो कस्तो नियमै जस्तो भनौँ उहाँहरूको चाहिँ एउटा हुँदो रहेछ। त्यो भएको म देख्छु, मैले बुझेको चाहिँ र मैले भनि पनि सकेको छु। त्यो त्यस्तो लागिरहेको छ, तर कुरा बुझ्नु पऱ्यो। हामी सबैमा के लाग्छ भने एकपटक जाने जनताले जिताएको जनताले दिएको व्यक्तिलाई अब उहाँको छवि पब्लिकमा राम्रै हुँदाखेरि उहाँलाई चाहिँ आफ्नै दलको साथीहरूले उहाँलाई चाहिँ जाने विभिन्न फन्डामा पारेर भोलि चाहिँ आफू राम्रो बन्ने आफू चाहिँ त्यो पार्टीमा चाहिँ एउटा चाहिँ आफ्नो इच्छा आफ्नो चाहिँ क्षमता देखाउनका लागि पनि यो फन्डा निकालेको हुनसक्छ र यो चाहिँ बुझ्नुपर्छ। जसको लागि गरिँदैछ त्यो मान्छेले बुझ्नुपर्छ। म यहाँहरू यो पनि जानकारी गराउन चाहन्छु। जसरी अहिले मेयर साहबको अभियानप्रति तपाईँ यति धेरै लागिराख्नु भएको छ, तपाईँ लगायत थुप्रै टिम होइन, तन मन धन सबै समयहरू चाहिँ यसरी खर्चिराख्नु भएको छ। मेयर हर्क साम्पाङको कार्यकुशलता कस्तो छ? उहाँ मेयर हर्क साम्पाङ उहाँ चाहिँ एक फरक व्यक्ति हो, फरक मान्छे हो। उहाँको चाहिँ गर्ने र गराउने पनि स्वभाव पनि फरक खालको छ र मैले अब धेरै भयो र उहाँको अरू दल होइन अरू नेताभन्दा अरू अगुवाई गर्ने नेता के भन्नु अरू अगुवाई गर्ने मान्छेभन्दा उहाँ फरक खालको मान्छे हो। मलाई त्यो अनुभव छ र मैले त्यसरी के अहिले पनि काम गर्छु उहाँसँग। चाहिँ अब हुन त मैले यत्रो वर्ष गरेँ, त्यो चाहिँ मैले कसरी गरेँ के गरेँ भन्ने कुरो मेरो आफ्नो ठाउँमा छ। विकासका कुराहरू राम्रो भइरहँदा हामी गरिरहेको छौँ। तर यहाँ दलका साथीहरूले धेरै कुरा भन्छन्। म चाहिँ एक दुईजना हामी मान्छेलाई नाम लिएर पनि है केही पाउँछ किन चाहिँ गइरहेको कुदेकै छ, बिहान उजेलो हुनुभएको छ कुदेको छ, राति यति यिनीहरूको चाहिँ त्यहाँ चाहिँ त्यति साह्रो ज्यान त्यहाँ दिएर गर्नुको रहस्य के छ भनेर पनि भने सुनिसकेको छु। तर यो पनि अब फेरि उहाँहरूलाई मैले भन्दै जान्छु किन गरेको छु किन गर्दैछु भन्ने कुरो। तर तपाईँहरूले त्यस्तो किसिमले सोच्नु थाल्नुभयो भने त्यो कुरो राम्रो होइन। म जहाँसम्म मेयर हर्क साम्पाङ कति मान्छेले चिन्न सकेको छैनन् अझै पनि। उहाँ आफैले पनि भन्नुहुन्छ मलाई चिन्नको लागि निकै समय लाग्छ। 15 वर्ष। तपाईँलाई कति लाग्यो, कसरी तपाईँले चिन्नुभयो, त्यो
त्यो सुरुवातको दिन फर्केर मैले यति बेला हेर्दैछु सम्झाउँदैछु तपाईँलाई ठ्याक्कै भनिदिनुहोस् ल आज जनतालाई। होइन मेयर हर्क साम्पाङलाई अब सुरुवातको दिनमा चाहिँ एउटा ग्रास लेभलबाट सङ्घर्ष गरेर आएको मान्छे, एउटा अभियान चलाएर आउनु भएको मान्छे हो। उहाँको लाइफमा धेरै सङ्घर्ष छ, धेरै दुःख गर्नुभएको छ। मैले चाहिँ जति बेला मेयरज्यूले चाहिँ म त्यति बेला छुट्टीमा आएको थिएँ, मैले पहिला पनि भनिसकेको छु म चाहिँ इन्डियन आर्मी हो। म इन्डियन आर्मीमा चाहिँ रिटायर भएपछि त्यति बेला चाहिँ यो मेयरज्यूले यहाँ के अरे यो बुद्ध चोकमा एउटा सानो साउन्ड बक्स बोकेको अनि त्यहाँ बसेको। त्यहाँदेखि म चाहिँ उताबाट यता बजारतिर हिँडेको होला। त्यति बेला मसँग बाइक पनि थिएन, हिँडेरै हो। त्यहाँदेखि आउँदै थिएँ भने अनि त्यहाँ बसेपछि 2-3 जना बस्नु भएको छ। अहिले सम्झिँदाखेरि सुदर्शन अनि मेयरज्यू अनि हाम्रो एकजना म्याम हुनुहुन्छ पराको, त्यो नाम पर 20 नम्बरमा बस्नुहुन्छ नि, शारदा म्याम। अनि यसो अझ सोच्दाखेरि ऊ के अरे किसान श्रेष्ठ रसन। त्यहाँदेखि तपाईँ कता हिँड्नु भएको, यता आउनुहोस् न भनेर भन्नुभयो। अब म त नचिने हजुर, नमस्कार हजुर, चिन्जन थिएन। त्यहाँ यता बस्नुहोस् न भने त्यहाँ उहाँहरू त्यहाँ बसिरहनु, त्यहाँ बस्यो। अनि उहाँले मलाई भन्नुभयो दिनेशजी नाम के हो कसो भने परिचय भयो। अनि तपाईँ के ब्याकग्राउन्ड मेरो पुरा मेरो बारेमा पुरा इन्टरभ्यू जस्तै भनेर सोध्नुभयो। तपाईँ कहाँ पहाड घर के हो, यहाँ कता के बस्नुहुन्छ भनेर। त्यति बेला बहिनीले घर चाहिँ लिएको थियो न्यु रोडमा, लिइसकेको थिएछु। त्यहाँदेखि अनि यस्तो भने ए होइन दिनेशजी पानी आउनु छ तपाईँको घरमा दैनी भने। सर म त कम्ती बस्छु, अब कहिलेकाहीँ आउने कहिले जाने मान्छे त्यस्तो खासै त पहिलो चाहिँ त्यस्तो थाहा छैन, तर आइरहेछ अलिक कम्ती चाहिँ छ भने यो पानी यस्तो भयो। अनि मलाई कुरा भन्नुभयो यस्तो हो। त्यस कारणले गर्दाखेरि अब पानीको लागि केही गर्नुपर्छ, फुर्सद समय आउनुहोस् है भन्नुभयो। त्यति बेला मेरो फोन नम्बर अर्को थियो, 98 420 44 040 जस्तो लाग्छ। अहिले त्यो हरायो, अनि त्यो नम्बर लिनुभयो। त्यति बेला मोबाइल पनि त्यो टिकटिके मोबाइल थियो। त्यहाँदेखि त्यसरी भेट भयो, त्यहाँ थिएन। त्यहाँदेखि अनि के अरे हामी आयो, हिँड्नु थालेपछि उहाँले कहाँ हुने, छुट्टीभरि म छुट्टीमा हिँड्छु, कहाँ जाउँ भने त्यहाँ जाने, उहाँको कुरा सुन्ने, उहाँले सुनाउनुहुन्थ्यो। उहाँको त त्यो चाहिँ नि सङ्गठन विस्तार गर्दाखेरि अहिले र त्यति बेला म याद गर्छु, अहिले याद गर्छु, उहाँले हरेक कुरो बोल्नुको पनि अभ्यास गराउनुहुन्थ्यो। यसरी भन्नुपर्छ, यसरी बोल्नुपर्छ। तपाईँहरू सोझ लाटा साह्रै लाटा भन्नु त अहिले पनि मलाई लाग्छ। उहाँले जहिले पनि थियो तपाईँहरू साह्रै लाटा दिमाग, तपाईँहरू चाहिँ नि साह्रै सोझो, चाहिँ नि काम मात्रै गरेर एक कुरो जाने होइन, सोध्नुपर्छ, अलिक बोल्नुपर्छ बोल्नु। हामी त्यही लजाउँथ्यौँ, हामी बोल्दैनौँ थियौँ पनि, कति थियो त्यो। तर आज मेयर साम्पाङले अहिले जति पनि यो अभियानमा मान्छेहरू छन् नि, अभियानमा आइरहेको छन्, मेयर साम्पाङज्यूले सबैलाई बोल्न सिकाए, हिँड्न सिकाए, समाजमा कसरी बस्नुपर्छ भन्ने कुरा यहत कुराहरू सिकाएका छन् के। हामी श्रमदान भन्छौँ। अब थुप्रै विश्लेषकहरूले थुप्रै प्रवक्ताहरू चाहिँ के अरे वक्ताहरूले भनिसक्नु भएको छ। मेयर साहबले चाहिँ यो अभियानले एउटा समाज बनेको छ, एउटा समाजमा के कुरा चाहिन्छ भएर चाहिँ समाज बन्छ भन्ने त्यो कुराहरू हिजो पल्लो घर नबोल्ने व्यक्ति आज सम्पूर्णसँग बोल्न थाले। हिजो तपाईँ चाहिँ यो धर्म मान्ने उहाँ जानै हुँदैन भन्ने कुराहरू गर्थे। उहाँ त एमालेको जानै हुँदैन, काङ्ग्रेसको यता भन्थे, यता माओवादीको उता जानै हुँदैन भन्ने। तर आज यो श्रमदानले गर्दाखेरि, यो श्रमले गर्दाखेरि हामीमा न जाने को जाने माओवादी, को एमाले, न को हिन्दू, को बुद्धिस्ट, यी कुराहरू सबै एकै ठाउँमा लिएर जाने श्रमलाई यति मजाले अगाडि बढाइरहेका छन्। र यसमा हामी पब्लिकले पनि अब यो कुरोलाई साथ दिएर अहिलेसम्म आइरहेछ। अब आम नेपाली दाजुभाइ दिदीबहिनीले दिनुपर्छ भन्नु म चाहन्छु, किनकि हिजो हामी छुटेको फुटेको मान्छेहरू आज जोडिँदैछन्। आज मैले कति वर्ष नभेटेको मान्छे आज यहाँ आएर भेट्दैछु। मैले यो धरानमा म किराँत बान्ताहरू मङ्गराहरूको जाने राईहरूको एउटा संस्थाको जाने एउटा सचिव पनि हो। र म के भन्न चाहन्छु, मैले हाम्रो छोरी चेलीहरू, हाम्रो वंशहरू यहाँ यो श्रमले गर्दाखेरि कति भेटिसके भनेपछि यहाँ समाज छोडिएको समाजहरू पनि यो श्रमदानले गर्दाखेरि जोडिरहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु। मैले मेरो वंशहरू छोरीचेलीहरू कहाँ थिए, के थिए, यो श्रममा आउँदै गएपछि, बोल्दै गएपछि
के कसो छ कता हो तपाईँहरूको घर भनेर हामी एक आपसमा कुरा गरिरहँदाखेरि आफ्नै वंशहरूसँग चाहिँ पनि भेट थिएन। आज यही श्रमको कारणले गर्दाखेरि हाम्रो किराँत बान्ता रुङमाङ राईहरूको चाहिँ यहाँ करिब 35-36 घर हामी यो धरानमा मात्रै छौँ। त्यस कारणले गर्दाखेरि यो यति थिएनौँ हामीले सीमित व्यक्ति चाहिँ त्यो दिवाहाङ बाखामा हामीले बाट जो आएको थियो त्यो सीमित चिनिया थियौँ। हामीले चाहिँ इलामबाडहरू आएर यहाँ बसेको थियो त्यो थाहा थिएन। त्यस कारणले गर्दाखेरि यो पौवादुवा गाउँपालिकाबाट आएको मान्छेहरू यहाँ बसेका रहेछ त्यो थाहा थिएन र वंशमा जोडिएको छ, समाज जोडिएको छ। यहाँहरूलाई भन्न खोजेको मैले समाज जोडिएको छ र समाजमा हामीले यो श्रमदानबाट कति कुराहरू समाजमा चाहिने, समाज कसरी बन्दो रहेछ भन्ने कुरोमा आज हिजो बोल्न नजान्ने मान्छे आज बोलिरहेका छन्, हिजो हिँड्न नजान्ने मान्छे आज हिँडिरहेको छन् यहाँहरूलाई। त्यस कारणले गर्दाखेरि राम्रो काममा हामी सबैले साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। हाम्रो धरानलाई विकासको क्रममा सबैले आम धरानीले श्रमदानमा आएर श्रम गर्नुपर्छ भन्ने म यहाँहरूप्रति अनुरोध गर्न चाहन्छु। र आज हाम्रो यो माथि सस्तिका चोकको त्यो ड्रेन आज हामीले बनाउँदैछौँ। तपाईँहरू भ्याउनुहुन्छ भने तपाईँहरूको उपस्थिति रहोस्, सहयोग रहोस्। आज हाम्रो त्यहाँ काम हुने भन्ने जने हाम्रो प्रेमजीको अगुवाईमा जो नारायण पथको ड्रेन बन्दैछ त्यो अब करिब 90% काम पुरा भइसकेको अवस्था छ। अब हाम्रो त्यो सस्तिका चोकमा केही काम छ। यहाँहरूको चाहिँ समय छ भने यहाँहरूसँग चाहिँ फुर्सदिलो छ भने आएर सहयोग गरिदिनु न म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। पक्कै पनि दाजु अब यो अभियानलाई जसरी अगाडि बढाइराख्नुहुन्छ तपाईँहरूले सफल त्यत्तिकै भएका होइनन् होइन? हजुर, हामी यत्तिका धेरै जोडिएका छौँ। हजुर, त्यसो भएको हुनाले गर्दाखेरि यो अभियान सफल भएको होइन। अहिले पछिल्लो समय मिना सिंह समाजसेवी मिना सिंहको लागि चाहिँ नै स्ट्याटस लेखेकै भरमा प्रहरीले पक्राउ पूर्जी दिइराखेको छ अथवा पक्राउ गर्न खोजिरहेको छ भन्ने खालको कुरा छ होइन? यसलाई चाहिँ कसरी लिनुहुन्छ? यो चाहिँ यो अब उहाँहरूले त्यही हो आखिरीमा कुरा कहाँ पुग्छ मेयर हर्क साम्पाङमा आखिरीमा कुरा त्यहीँ पुग्छ। उहाँले गरिरहँदा मिना सिंह भन्ने एउटा समाजसेवी मान्छे हाम्रो चाहिँ श्रममा थुप्रो ठुलो सहयोग मिना सिंह बहिनीले दिइरहनु भएको छ। हामीलाई थाहा छ, हामीले मनन गरेका छौँ। हरेक कुरो चाहिँ हामीलाई चाहिँ सहयोगहरू ल्याउने, हामीसँग दाताहरूलाई चाहिँ हामीसम्म ल्याउने काम अनि आफूले गर्ने कुराहरू गरेर हामीले ठुलो सहयोग गर्नुभएको छ। यही सहयोगहरू मेयर हर्क साम्पाङलाई नहोस् भनेर, असहज होस् भनेर दलका साथीहरूले एउटा चाहिँ स्टार्टरलाई चाहिँ सेयर गरेकै भरमा चाहिँ उहाँहरूको सत्ता भएको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ त्यसो गर्न खोजेको हो। तर यो गलत छ। अब हामीले सुनेको अनुसारसम्म अहिलेसम्म चाहिँ उहाँको लागि चाहिँ त्यस्तो गरिरहँदाखेरि हामी सबैले दुःख लागेको छ। र अब मेयरज्यूले विभिन्न चाहिँ स्टार्टरहरू लेखेर चाहिँ मिना सिंहलाई चाहिँ एउटा चाहिँ सान्त्वना दिनुभएको छ। त्यो अब हामी खुसी लाग्छ, त्यसरी दिनुपर्छ। त्यस्तो अब हामी श्रम अगाडि गरेर विकास अगाडि बढाइरहँदाखेरि मेयरज्यूले चाहिँ सम्पूर्ण कुराहरू आफैले भनिरहनु भएको छ। त्यसमा हामी उहाँलाई सदा साथ सपोर्ट गर्नुपर्छ। र अब मिना सिंहलाई म के भन्न चाहन्छु भने तपाईँलाई चाहिँ अब त्यस्तो केही कुरो नराम्रो काम नराम्रो चाहिँ व्यवहार गरेको होइन। त्यसमा तपाईँ ढुक्क भएर बस्नु होला। त्यसको लागि चाहिँ अब हामी सबै समाज छौँ। हामी समाजले गर्ने कुरो हाम्रो तर्फबाट गर्ने कुरो हामी गर्छौँ। र म यति भन्न चाहन्छु उहाँलाई। सामाजिक सञ्जाल न्युजमा चाहिँ के आएको छ भने मिना सिंहलाई पक्राउ भयो भन्ने खालको कुरा छ। उहाँ पक्राउ पर्नु भएको छैन। उहाँ पक्राउ पर्नु भएको छैन। अहिलेसम्म पक्राउ पर्नु हामीलाई थाहा छैन। उहाँ त्यति के अरे भन्ने चाहिँ भन्छन्, तर खास गरी उहाँ पक्राउ पर्नु भएको छैन। यो यहाँलाई जानकारी रहोस्।